1 आवर जति लाग्छ हामी यहाँबाट र आज चाहिँ म अङ्कल अनि अझै अर्को अङ्कल अनि मेरो भाइ हामी चाहिँ आज बिच जाँदैछौँ। आजको टेम्परेचर चाहिँ कति 32 डिग्री छ र आजको वेदर पनि यस्तो सन्नी छ र त्यसैले हामी चाहिँ अब बिच जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ कार पार्किङमा आइसक्यौँ। अब यहाँबाट कार लिएर पेट्रोल हालेर अनि के अरे दिनेश अङ्कललाई पिक गरेर हामी चाहिँ लाग्छौँ गाइस। ठिक छ एकदमै भेरी एक्साइटेड होइन बाबुले आज गाडी चलाउने पछाडि पछाडि इन्जोय गर्ने म्युजिक सुन्ने सिनहरू हेर्ने होइन। र अहिले चाहिँ हामी यहाँ कार पार्किङमा आइसक्यौँ। अब हामी चाहिँ यहाँबाट उता पेट्रोल हालेर अनि जान्छौँ। सी यु है त सी इन अन द वे। अब दिनेश अङ्कलको घर आइपुग्छ। अब यहाँबाट दिनेश अङ्कललाई पिक गरेर हामी चाहिँ लाग्छौँ। अङ्कल आउनुभयो। हामी चाहिँ जान्छौँ। नमस्ते अङ्कल। हेलो बाबु। अब हामी चाहिँ यहाँबाट लाग्छौँ। अब हामी आज चाहिँ बाबुले चलाएकोमा है सधैँ हामीले चलाएकोमा गर्नु पर्थ्यो क्या सन्देश बाबु ठिक छ नि अगाडि तिम्रो दाजुभाइले कन्ट्रोल गर पछाडि हामी अङ्कलहरूले कन्ट्रोल गर्दा है। डमरले टिट्टु डेलिभरी जति देखाइदियो त दाग होला फुल्ने वैलाई जाला नसाच न जोवन फेरि यसै बिलाई जाला तिमी सहारा बिना तिम्रो के जिन्दगी जाऊ त माया सँगसँगै हिँडौला जाऊ त माया सँगसँगै हिँडौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला। लास्ट ट्राफिक रहेछ नि त अगाडि। अब
अब हामी चाहिँ हाफवे आइपुग्यौँ। अब यहाँ म चाहिँ पेट्रोल हालेर जान्छु। यस्तो वेदर चाहिँ यस्तो हट छ, पुरै छोड्दैन, हट छ। अब यहाँ पेट्रोल हालेर हामी चाहिँ जान्छौँ। आज चाहिँ मेरो के गर्दा त ठ्याक्क दामी मैले बाबु त टिल नजिकै नगइदिएको हल्का आइसक्रिमहरू किनौँ। अब हामी अब राख्छौँ, हामीलाई 1 आवर जति लाग्छ। चेरी बेच्न राखेको छ। लगभग चेरी किन्छौँ, चेरी खान्छौँ। त्यही गाइजहरू यस्तो डिस्काउन्ट हुन्छ। सिलेक्टेड चेरीहरू छ। Yeah, it's white cherries. You got black cherries and white cherries. तिमी के खान्छौ? You got cash, yeah? Do you want cash or? Oh, cash would be better. Yeah. हामी अहिले बिच बाटोमा रोकेर अब चेरी खाएर चेरी जान्छ। अब हामीलाई हाफ एन आवर जति लाग्छ। लेट्स ट्राई दिस वन। ब्रस गर्नु पर्दैन? पेटमा एकदम मिठो रहेछ। अब हामी राख्छौँ। गाजल बुलबुलेमा तेरेला नैना ताला नैना ताला नैना ताला नैना ताला नैना।
रहेछ कि यहाँ यो चाहिँ सेभेन सिस्टर नजिकै हो कार पार्किङ पे गर्न लागेको छौँ पार्किङ चाहिँ यु क्यान पे दुई घन्टा 4 अलि 8 यो चाहिँ हामी मेन बिल्डिङमा गएर गर्नुपर्ने रहेछ मेन बिल्डिङ का ट्याप इन नहुँदो रहेछ यहाँ चाहिँ तपाईँहरू आउँदाखेरि चाहिँ कोइन लिएर आउनु होला मेबी तर तिर्न चाहिँ मिल्दो रहेछ यु क्यान पे फर पार्किङ बाई क्रेडिट र डेबिट इन द मेन बिल्डिङ त्यहाँ गर्नुपर्छ तर फेरि त्यहाँबाट यहाँ आउनु फेरि यसको त्यो अगाडि चाहिँ सो गर्नुपर्छ हेडफोन कति रुपियाँ छ चाहिँ कार पार्क चाहिँ अब त्यहाँ गएर कार पार्कको पैसा तिरेर हिँड्छौँ हाम्रो यहाँ यो आजको स्विमिङ चाहिँ यहाँ सकियो अब हामी यहाँबाट चाहिँ अब ब्राइटन जाँदैछौँ गाइस ठिक छ कस्तो बलिङ ग्याप चाहिँ नेक्स्ट टाइम कस्तो भयो अङ्कल हजुरलाई आज स्विमिङ फेरि नेक्स्ट टाइम यही रमाइलो है तँलाई कस्तो लाग्यो हामी ब्राइटनतिर जाँदैछौँ यही रमाइलो कन्टिन्यू गर्नको लागि हामीलाई यहाँबाट 1 आवर जति लाग्छ हामी यहाँबाट यो कोस्टको साइडबाट जान्छौँ त्यसले गर्दा म तपाईँहरूलाई भ्यू पनि देखाउन कोसिस गर्छु यस्तोमा आउनु चाहिँ रमाइलो हुन्छ है अब हामी यहाँबाट चाहिँ ब्राइटन जाँदैछौँ हामी चाहिँ यो कोस्टलको यो साइड हुँदै जान्छौँ र बिचमा तपाईँहरूलाई हामीले मैले चाहिँ साइड सिनहरू पनि देखाउँदै गर्छु लगभग यहाँबाट मलाई चाहिँ कति 50 मिनट जति देखाएको छ ब्राइटन पुग्नु त्यसको होइन बाजेला दुटा देऊ न मलाई मिल्छ
कहिले किनेको थाहा उही अगाडि Peace happen पायरतिरै कप भइरहेको छ अहिले चाहिँ हामी म्याकडोनल्ड जाने भन्दैछौँ सबै ग्यासहरू अब हामी यहाँबाट म्याकडोनल्डमा गएर खाजा किनेर अनि हामी चाहिँ यहाँभन्दा अझै माथि जान्छौँ त्यो चाहिँ त्यो अझहरूलाई सरप्राइज प्राइस हजुरलाई कतिको भोक लाग्छ ठिकै अस्ति धेरै त होइन माता पनि खाँदै आयो तर के खानु मन लाग्छ
डबल खाने किनेर चिकन वार्प होइन वार्प वार्प खाने है म त पानी खान्थेँ एउटा त्यो त भन्ने मात्रै के खाने भयो चाहिँ के केटी के खाने हो क्या ललिपप सलिपप अब हामी घर गइसक्यौँ अब Thank you guys. Thank you so much, Father. Thank you so much, Father.
डेभिल डाइक र यो चाहिँ ब्राइटनबाट यहाँ आइपुग्न चाहिँ कति 10-15 मिनट ड्राइभमा लाग्छ र यो चाहिँ वान अफ माई फेभरेट प्लेस यो चाहिँ मलाई जहाँसम्म चाहिँ ब्राइटनको सबसे बेस्ट प्लेस हो जस्तो लाग्छ यदि तपाईँहरू ब्राइटन आउनुभयो भने चाहिँ यो चाहिँ ब्राइटनको मेन सिटीबाट चाहिँ यहाँ आइपुग्न चाहिँ त्यही 10-15 मिनट जति लाग्छ यहाँ आएर सनसेट पनि हेऱ्यो अनि गाइस हजुरहरूलाई कस्तो लाग्यो दामी लाग्यो लाग्यो एकदम इन्जोय गर्यो होइन एकदम इन्जोय गर्यो अब चाहिँ हामी यहाँबाट घरतिर लाग्छौँ अब हामी यहाँबाट घर पुग्न त्यस्तै 1 आवर जति लाग्छ अब मलाई कति 1 आवर 15 मिनट जति लाग्यो अब अङ्कलको घर दिनेश अङ्कलको घर आइपुग्यो अब अङ्कललाई ड्रप गरेर हामी चाहिँ फेरि घर जान्छौँ यहाँबाट हाम्रो घर पुग्न चाहिँ त्यही 5 मिनट जति लाग्छ आजको दिन पनि यस्तो रमाइलो भयो अङ्कल हजुरलाई कस्तो लाग्यो आजको दिन एकदम रमाइलो भयो थ्याङ्क यू बाबु नाइस ड्राइभ हजुर वी ह्याड अ गुड डे फेरि जानुपर्छ अब फेरि नेक्स्ट टाइम आन्टीलाई पनि हेलो भन्दैन ल अब अङ्कललाई हामी यहाँ ड्रप अफ गरेर हामी घर जान्छौँ होइन को जाने भोलि काम छ त्यहाँ अब हामी अङ्कललाई यहाँ छोड्छौँ जान्छौँ हुन्छ हुन्छ अङ्कल बाई 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 भनिदिनु ल हामी चाहिँ अब गुड नाइट अङ्कल सी हामी जाँदैछौँ अब हामीलाई घर पुग्ने यहाँबाट 5 मिनट आजको दिन चाहिँ एकदमै रमाइलो एकदमै फन भयो हजुरहरूलाई कस्तो भयो एकदमै इन्जोय गरियो हामी चाहिँ उता ब्राइटन नि गयौँ ब्राइटन माथि त्यो डेभिल डाइक पनि गयौँ घुम्यौँ सनसेट हेऱ्यौँ आजको दिन चाहिँ एकदमै रमाइलो भयो र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सी यू इन नेक्स्ट भिडियो सी यू गाइस